नमस्कार साथीहरू, स्वागत छ तपाईलाई एसपी क्रिएसन युट्युब च्यानलमा। आज हामी एउटा यस्तो कुरा गर्दैछौँ जुन कुरा तपाईहरूले दैनिक रूपमा प्रयोग भने चाहिँ गर्नुहुनेछ, तर त्यसको बारेमा धेरैलाई एक्चुअल टेक्निकल पावर थाहा छैन। यो स्मार्टफोनको एउटा त्यस्तो फिचर हो जसको टेक्निकल पावर धेरै हुने गर्दछ। त्यो हो एरोप्लेन मोड। एरोप्लेन मोड अन गर्दा मोबाइलको रेडियो फ्रिक्वेन्सी ट्रान्समिटर डिजेबल हुन्छ। यसको अर्थ सेलुलर नेटवर्क, मोबाइल डेटा, वाइफाई, ब्लुटुथ, एनएफसी र अन्य वायरलेस कम्युनिकेसनहरू अस्थायी रूपमा बन्द हुनेछन्। यसको मूल उद्देश्य जहाजको एभिएसन कम्युनिकेसन सिस्टमसँग इन्टरफेरेन्स नहोस् भन्ने हो। अब हामी आउँछौँ यसको रियल लाइफ प्र्याक्टिकल युजमा। पहिलो रियल लाइफ प्र्याक्टिकल युज भनेको ब्याट्री अप्टिमाइजेसन हो। सामान्य अवस्थामा तपाईको मोबाइलले लगातार सेल टावरसँग सिग्नल ह्यान्डसेक, नेटवर्क पिङ्गिङ र ब्याकग्राउन्ड सिङ्क्रोनाइजेसन गरिरहेको हुन्छ। एरोप्लेन मोड इनेबल गरेपछि यी सबै प्रोसेस तुरुन्तै बन्द हुन्छन्। यसले CPU को लोड घटाउँछ, पावर कन्जम्सन कम गर्छ र ब्याट्री लाइफ उल्लेखनीय रूपमा बढाउँछ। यो लो सिग्नल एरियामा एकदमै इफेक्टिभ हुन्छ। दोस्रो एरोप्लेन मोडको फिचरको बारेमा कुरा गरौँ, फास्ट चार्जिङ इफिसियन्सी। धेरैले भन्छन् एरोप्लेन मोड अन गरे पछाडि मोबाइल छिटो चार्ज हुन्छ। टेक्निकल रूपले हेर्दा नेटवर्क सर्भिसेस, पुश नोटिफिकेसन र ब्याकग्राउन्ड डेटा प्रोसेस बन्द हुँदा चार्जिङ इफिसियन्सी बढ्छ। साथै फोन पनि कम तात्छ, जसले ब्याट्री हेल्थलाई पनि प्रोटेक्ट गर्छ। अब हामी तेस्रो फिचरमा, पर्फर्मेन्स र गेमिङ। गेमिङ खेल्दा ब्याकग्राउन्डमा चल्ने एप्लिकेसन, एड्स, अपडेट्स र नेटवर्क सर्भिसले ल्याटेन्सी बढाउँछ। एरोप्लेन मोड अन गर्दा ऱ्याम युटिलाइजेसन स्टेबल हुन्छ, फ्रेम्स ड्रप कम हुन्छ र ओभरअल पर्फर्मेन्स स्मुदर हुन्छ। अफलाइन गेम्स खेल्नेहरूका लागि यो एकदमै उपयोगी ट्रिक्स हो। अर्को चौथो फिचरको बारेमा कुरा गरौँ। यो चौथो फिचर चाहिँ अलिकति हाम्रो डेटा प्राइभेसी र सेक्युरिटीसँग सम्बन्धित छ। एरोप्लेन मोडले रियल टाइम लोकेसन ट्र्याकिङ, डेटा टेलिमेट्री र सर्भर कम्युनिकेसन रोक्छ। यसले एप्सलाई तपाईँको डेटा बाहिर पठाउन नदिने भएकाले प्राइभेसी र डिजिटल सेक्युरिटी दुवैमा मद्दत गर्छ। डिजिटल डिटक्स चाहनेहरूका लागि पनि यो एक पावरफुल अप्सन हो। र अर्को भनेको क्यामेरा पर्फर्मेन्स। हाई रिजोल्युसन फोटो वा भिडियो क्याप्चर गर्दा नेटवर्क एक्टिभिटीले प्रोसेसिङ लोड बढाउन सक्छ। एरोप्लेन मोड अन गर्दा क्यामेरा प्रयोग गर्दा प्रोसेसिङ डिले कम हुन्छ, ब्याट्री कम खर्च हुन्छ र आउटपुट अझ स्टेबल आउँछ। साथीहरू, हामी निष्कर्षतर्फ लागौँ। एरोप्लेन मोड केवल जहाजमा प्रयोग गर्ने फिचर मात्र होइन, यो एउटा ब्याट्री म्यानेजमेन्ट टुल, पर्फर्मेन्स बुस्टर, प्राइभेसी कन्ट्रोलर र फोकस इन्हान्सर पनि हो। यदि तपाईलाई स्मार्टफोनलाई स्मार्ट तरिकाले प्रयोग गर्न चाहनुहुन्छ भने एरोप्लेन मोडको सही उपयोग अत्यन्तै जरुरी छ।